आफ्नै परिभाषाहरू हुन्छन् र ती परिभाषाहरूलाई आफ्नै तरिकाले परिभाषित पनि गर्ने गरिन्छ। यिनै सङ्घर्षबाट पटक पटक लड्दै उठ्दै अनि फेरि हिँड्दै गरेका केदार घिमिरे अर्थात् माग्ने बुढाको दुःखको कहानी अर्थात् सबैलाई हँसाउने तपाईँ हाम्रै प्यारा माग्ने बुढाको जीवन कहानी। कति दुःख आइपरे त, कसरी उनले सङ्घर्ष गरे त, कसरी प्रेरणा लिए त, र आज तपाईँ हामी माझ हामीले चिन्ने माग्ने बुढा भए। उनको यो सङ्घर्षको कहानी तपाईँहरू माझ प्रस्तुत गर्छौँ। अन्तिम समय हेर्नुहोला। मकवानपुरको हात्तीसुँडी बजार नजिकै खोलाको बगरमा त्यो बिहान खाली खुट्टै हिँडिरहेका थिए केदार घिमिरे अर्थात् तपाईँ हामी सबैले चिनेका माग्ने बुढा। लगाउनलाई खुट्टामा चप्पल थिएन, हाँस्नलाई कुनै पनि बहाना थिएन, मात्र थियो उनको मनभरि पीडा र बेचैनी। सानैदेखि लडीबुडी खेल्दै हुर्किएको प्यारो घर अघिल्लो दिन मात्रै जलेर खरानी भएपछि अब उनी र उनको परिवारसँग एउटा मात्र बचेको थियो, त्यो हो आजको छाक कसरी टार्ने भन्ने चिन्ता। संसारले आज केदार घिमिरेलाई माग्ने बुढा भनेर चिन्छ, तर नियतिले उनलाई त्यही दिन माग्ने बनाइसकेको थियो। त्यही बिहान पनि उनी छर छिमेकको दैलो पुग्दै थिए, एक छाक खानेकुरा पाइएला कि भन्ने आशामा। बगरमा हिँड्दै गर्दा पृष्ठभूमिमा एउटा गीत बजिरहेको थियो। यस्तै रहेछ यहाँको चलन, हार्नेको आँसु आँसु, जित्नेको हाँसो हाँसो, मेरो छैन केही हजुरलाई गुनासो। जिन्दगीमा जताततै अँध्यारो महसुस गरिरहेका बेला बजिरहेको यो गीतले उनलाई लाग्यो देविका वन्दनाले यो गीत मेरै लागि गाउनु भएको रहेछ। केदारले देविकालाई भेटेर यो महसुस सुनाएका पनि छन्। चैत 27 गति अघिल्लो दिन चैती धानको रोपाइँ चलिरहेको थियो। त्यतिखेर जिन्सको पाइन्टलाई तिग्रासम्म काटेर झुत्रा झुत्रा बनाएर लगाउने चलन थियो। केदारले पनि त्यस दिन त्यस्तै हाफ पाइन्ट लगाएका थिए। गर्मी कडै थियो, त्यसैले तल हाफ पाइन्ट, माथि चाहिँ गन्जी मात्रै थियो उनको। रोपाइँमा जाँदा जुत्ता चप्पल लगाउने अवस्था हुँदैन, त्यसैले खाली खुट्टै गएका थिए। रोपाइँ भइरहेकै बेला एक्कासी पारी गाउँबाट मान्छेहरूको ठुलो चिच्चाहाट सुनियो। ए माथि घरमा आगो लाग्यो, आगो लाग्यो भन्ने आवाज सुनियो। रोपाइँ कान्लामुनि भइरहेकाले